मार्ला नै अहिले खेल्दा फेरि धुने ओर्ने के सफा गर्ने काम हुँदै रहेछ सबै भक्तहरूको। स्कुलको बच्चाहरू घन्टी बजाउँदै रहेछ। उत्रा रहन्छ सबै। हेलो एभ्रिवान, तपाईहरुलाई फेरि एनदर ब्लगमा स्वागत छ। म चाहिँ अहिले यहाँ बुढा नीलकण्ठ मन्दिर आइपुगेको छु। यहाँनेरि बाइकहरू चाहिँ पार्किङ गरेर अब यहाँ मन्दिरतिर चाहिँ आज आएको छु। यो चाहिँ लोकेसन भन्दा चाहिँ काठमाडौँको नारायण थानमा पर्छ है। यो चाहिँ नारायण हिटी के भन्छ, नारायण थान होला। यो चाहिँ परेवाहरू चारो दिने ठाउँ। आँखामा धुलो बसेर सोल्टिनीसँग आएको छु म चाहिँ। मेन मन्दिर यहाँको भनेको चाहिँ यही हो, यहाँ मुनिको। तपाईँलाई अहिले म मजाले देखाइहाल्छु। पहिला वरिपरि घुमौँ है। सोल्टिनीलाई बाइकले धुलो पारेछ आँखामा। बुढा नीलकण्ठ मन्दिरको आसपास ठाउँ भनेको चाहिँ यही पूजाहरू गर्ने ठाउँ, फोटो खिच्ने। अनि यहाँको चाहिँ मेन मन्दिर भनेको चाहिँ यता भित्रपट्टि छ। त्यहाँ जाने चाहिँ चप्पलहरू त्यही भएर नजाने कुरो भयो। चाहिँ फोटो खिच्ने ग्रुपहरू। यता पूजापाठ, यहाँनिर बत्तीहरू जलाउने ठाउँ रहेछ। यता चाहिँ पूजा भइरहेछ है। यसलाई चाहिँ के भन्छ, लाखबत्ती भन्छ। लाखबत्ती बाल्ने हुँदैन रहेछ यहाँ चाहिँ। भित्र दर्शन गर्नु चाहिँ जुत्ता खोल्नु पर्ने रह। म चाहिँ अलिक अल्छी छु, त्यही भएर जुत्ता चाहिँ नखोलौँ होला। अलिक अल्छी नै छु। सब हिन्दूहरू, हिन्दूको मन्दिर भएर सबै हिन्दू छ यहाँ चाहिँ। भक्तहरू भित्र नजाने हो त चप्पल खोलेर जाऊ न। मेरो त जुत्ता खाएर पो त। मेन भनेको यही है, बुढा नीलकण्ठको यो नाकी के हो पनि यो सुतेको चाहिँ। यसको हिस्ट्रीको बारेमा चाहिँ खासै मलाई पनि थाहा छैन। तर यहाँ चाहिँ साफ हुँदै रहेछ। धुने ओर्ने के सफा गर्ने काम हुँदै रहेछ सबै भक्तहरूको। खासै म चाहिँ मन्दिरहरू यताउता घुम्दिनँ। अब यसो भ्लग बनाउनुको लागि डुले हिँडेको। परेवाहरू लड्डु पनि रह है। कसलाई मनपर्छ यसो कमेन्ट हानौँ। अनि यो ठाउँमा पहिले को आउनु भएको छ कमेन्ट गर्नुहोस् है। यही हो मन्दिर, मेन मन्दिर। यो चाहिँ कोही हिन्दूहरू आउनु मन छ भने तपाईँहरू आउनु सक्नुहुन्छ यो मन्दिरमा चाहिँ। उहाँसँग सोल्टिनी पनि छिर्दैछ है। दर्शन गर्नु गएको अरे। भिड छ मान्छेको चाहिँ। कसैलाई चाहिँ टाढैदेखि भेटी चढाउनु मन छ भने चाहिँ यसैलाई स्क्यान गरेर चढाउँ है भेटी। अब यता आउनु भयो भने त यहाँनिर चढाउने हो भेटी। टाढो विदेशदेखि भेटी चढाउनु मन छ भने चाहिँ यहाँ स्क्यान गरेर चढाउनु होला भन्न चाहिँ आयो। अब यति नै हो यो
मन्दिर त खासै ठुलो छैन, बच्चा जस्तो पढेर उडाउने हेरे फेरि। मार्ला नै अहिले खेल्ला फेरि पढेर उडाउँदा। आउच। यस्तै हो मन्दिर, यस्तै रहेछ। अब यति नै हो आजको लागि चाहिँ। अब खोइ केही छैन मन्दिरमा, के देखाउने। पोज देऊ, पोज, अरू पोज। एकदम राम्ररी देखियो फोटोहरू। स्कुलको बच्चाहरू घन्टी बजाउँदै रहेछ। उत्रा रहन्छ सबै। कति धेरै रह बच्चाहरू त देखाउ नि, त्यसलाई भन्छ डिसिप्लिन। बच्चाहरू एक लाइनले हिँड्दैछ, हुँदै हिँड्नुपर्छ। यो चाहिँ फुल पसलहरू। अब मन्दिर जानको लागि चाहिँ यिनीहरू अब फुलपाती के चाहिन्छ टक्क टिप्नै लाने पैसा दिएर। यता मिठाईहरू।